नमस्ते। नमस्ते, हजुरको नाम? विश्वासमान वैद्य। हजुर कता बस्नुहुन्छ? म यहीँ पारी रोड पारी बस्छु। हजुर तपाईँ कति क्लासमा होला अहिले? मैले ग्रेड 11 मा। ग्रेड 11 मा। व्हाट डु यु वान्ट टु डु आफ्टर ब्याचलर्स? ब्याचलर्स पछि आई गेस म अब्रोडै जान्छु। अब्रोड जाने प्लान छ तपाईँको? लाइक बाहिर नेपाल बाहिर गएर पढेर फेरि नेपाल आउने इन्टेन्सन छ कि बाहिरै सेटल हुने इन्टेन्सन? नेपाल आउने इन्ट्रेस्ट नेपाल प्रायः आउने जस्तो छ। इन्टेन्सन छ होइन? त तपाईँलाई चाहिँ नेपालको सबसे बेस्ट कुरा के लाग्छ? नेपाल कम्युनिटीको सबसे बेस्ट? नेपाल कम्युनिटीको सबै बेस्ट भन्दा पनि अब मलाई चाहिँ अहिले धर्म संस्कृतिहरू राम्रो लाग्छ। हजुर त्यति हो। धर्म संस्कृतिहरू यहाँ मान्यता दिएको मान्छेहरू अब त्यसपछि माया गर्ने मान्छेहरू छ भन्दा बेसी त वर्स्ट थिङ इन नेपाली सोसाइटी चाहिँ के लाग्छ? वर्स्ट थिङ इन नेपाली सोसाइटी ह्युम्यानिटी नभएको। ह्युम्यानिटी नभएको। हजुर। अहिले तपाईँले कुन कोर्स पछि पर्स्यु गर्न चाहनुहुन्छ? पछि कम्प्युटर साइन्स। कम्प्युटर साइन्स आइटीमा केही गर्न Yes. चाहनुहुन्छ होइन? तपाईँलाई चाहिँ अहिले नेपालमा कतिको डेभलपमेन्ट भइरहेको छ जस्तो लाग्छ? नेपालमा डेभलपमेन्ट त भइरहेछ तर नट एज एक्सपेक्टेड भनौँ न। नट एज एक्सपेक्टेड भइरहेको छ। भइरहेछ। भइरहेछ तर नट एज एक्सपेक्टेड भइरहेछ। तपाईँलाई चाहिँ के भन्छ मान्छेहरू बाहिर देश गएर सेटल भएको ठिक लाग्छ कि नेपालमै सेटल भएर केही गरेको ठिक लाग्छ? नेपालमै के गरेको ठिक लाग्छ।